हजुरहरू सन्चै हुनुहुन्छ होला नि सन्चै छु धेरै पछि मैले चाहिँ एउटा मिठो छोटो भिडियो आएको छु हेलो गाइजहरू होइन आज चाहिँ मैले जङ्गलबाट यस्तो साग टिपेर लिएर आएको छु अनि निगुरो टिपेर लिएर आएको छु होइन बिहान चाहिँ मैले किन भिडियो बनाइन भने बिहान पानी परिरहेको थियो मोबाइल लान पाइएन छोरीलाई मोबाइल छोडिदिएर गएको त्यही भएर मैले चाहिँ अहिले भिडियो बनाउँदैछु बिहानै भिडियो बनाउँदै जानु पर्यो भनेर सोचेको थिएँ अरे अनि उसको बाबा सुतिरहेको थियो अनि फेरि उसको बाबा सुत्दा त मेरो छोरी उठेर कुदिजान्छ त्यही भएर मेरो मोबाइल छोडिदिएर गएको पानी पर्दै थियो पानी पर्दा पर्दै गएको अनि हामीले चाहिँ साग टिपेर लिएर आएको तर यता पोखरातिर चाहिँ के भने नि साथीहरू यो सिल सागलाई चाहिँ खोले साग भन्दो रहेछ क्या खोले साग भन्छ आन्टीहरूले अनि मैले चाहिँ यो पनि लिएर चाहिँ हाम्रो त गाउँतिर चाहिँ हो यस्तो पनि अलिअलि भेटेर यो सिमसाग टिप्दा चाहिँ म लडेर आएको छु क्या ढुङ्गा लडेको कि खोला तर्ने भएको पानी सुकाएर थियो होइन थिएँ बिहान ल्याउनु बित्तिकै केलाएर धोएर पकाएर चाहिँ खाइहालेको अनि यहाँ चाहिँ भिडियो बनाउँदैछु सिमसाग चाहिँ मेरो यो चिन्ता चाहिँ के को लागि भने सिस्नु टिपेर ल्याउनु पर्यो भने सोचेर गएको साथीहरूसँग साथीले अल्छ्यायो भने अल्छ्यायो होइन सुहरू निगुरो पानी पर्दा पर्दा टिपेको नि त त्यही भएर यस्तो पुत्रुक्क भएर भिजेको छ क्या निगुरो यतिले हामी दुई बुढाबुढीलाई चाहिँ टक्कै पुग्छ क्या एक छाक चाहिँ हुन्छ अनि यति लिएर आएको आज चाहिँ तरकारी होइन कति दुईजनाले कति नखाने हो र यसमा नि आलु मिसायो भने टक्क मिठो भइहाल्छ त्यही भएर लिएर आएको आज चाहिँ यो खाने हो कि त्यो खाने हो भन्ने हुन्छ अब यतिलाई किनो भने नि बजारमा यतिलाई 70 रुपियाँ पर्छ कि 70 रुपियाँ किनेर खानुभन्दा बरु टिपेर चाहिँ जे कुरा नि साथी भयो भने चाहिँ टिप्न गइहाल्छु जङ्गलतिर यो सिम साग हुन्छ होइन तर यता चाहिँ खोले साग भन्दो रहेछ तर गाउँघरमा चाहिँ सिममा पाउँछ नि त